हेलो गाइस, हेर्नु सक्नुहुन्छ हामीहरूको चाहिँ अब खेतीतिर पनि लाग्नु थाल्नुभयो। आमा आपाहरू यता चाहिँ अब के रोप्नुहुन्छ अहिलेबाट जोतेर राखिसक्नुभयो। यो चाहिँ परपरा लाथी कुहियारको खेती अनि बाँझो भए राम्रो हुँदैन कुहियारको खेतीमा। अरू केही लाउँछु भनौँ भने त्यही भएर नि यो चाहिँ अगाडिबाटै जोतेर राख्नुपर्छ। अलिअलि पानी परेको थियो अनि नरम भएको थियो माटोहरू। अब खेती लाउने हो। आमा आपा काका सबै उता पारि हुनुहुन्छ। आपा यता हुनुहुन्छ, आमा काका नानी त्यो पर ढिम्पुमा बसिराख्नु छ। काका दोकानतिर जानुहुँदैछ अनि यहाँ हेर्नु मान्छेहरू हेर्नुहोस् न कसरी उभिएर हेर्दैछ। उतातिर एक ग्रुप मान्छे हेरेर जाँदैछ। पानी पर्नु केही बेर खेतीमा ढुक्नु केही बेर मान्छेहरूको त यतातिर खेती भए खान पाउने, खेती नभए खान नपाउने। यतातिर त यस्तै चलन हो। हामीहरूको यतातिर त अहिले खेती गरेर मात्रै खान पाइन्छ। त्यही पनि हामी त खेती लाउँदैनौँ, सक्दैनौँ खेती गर्नु। टुकटाक गरिन्छ, खाइन्छ, हिँडिन्छ, यस्तै हो हामीहरू चाहिँ।